अहिले नयाँ प्रोपागान्डा चलिरहेछ। हिन्दू धर्म भनेको नेपालको धर्म होइन, धेरै होइन। हाम्रो सिद्धार्थ गौतम बुद्ध होइन, 2600 वर्ष पहिला, त्योभन्दै पहिला गयो भने हाम्रो किराँत यलम्बर राजा नेपालकै है, त्योभन्दा पहिला गयो भने वेदव्यास, वेद लेख्नु भएको के तनहुँको दमौली। तर पनि मान्छेले के भन्छन्, हाम्रो धर्म होइन भन्छन् कि। यहीँबाट सुरु भएको के हिन्दू धर्म। खस मस्ट होइन, मस्ट कुल परम्परा, प्राकृतिक पूजक होइन, कसले हो त? कुन चाहिँ धर्मको मान्छेले मान्छ? हिन्दू धर्मले हामीले मानिन्छ, तर पनि मान्छेले के भन्छन्, यो हाम्रो धर्म होइन भनेर के। गलत हो कि। हिन्दू धर्म भनेको हाम्रो धर्म हो के, हामी नेपालीहरूको धर्म हो। यहीँबाट सुरु भयो के, यहीँबाट सुरु भयो, सब ठाउँमा फैलियो। अब 2000 वर्षभन्दा पछिको इतिहास हेर न अरू देशको होइन, हाम्रै भेटिन्छ कि, हिन्दू धर्मै भेटिन्छ कि। मान्छेले भरम छरिरहेछन् कि यो हाम्रो धर्म होइन भनेर। यो हाम्रै धर्म हो, यहीँबाट सुरु भएको हो, मान्न पर्छ क्या। जय श्रीराम।